So guys, I'm just अब साथीको लागि वेटिङ। आज यार बच्चाको साथीलाई भेट्न जाँदै त्यहाँबाट कुरिरहेको त्यसलाई, तर कहिलेसम्म हुन्छ यो पर्खाउने काम। म त्यसलाई पर्खिरहेको छु, त्यो आएको छैन। ठिकै छ, जस्ट वेट फर 5 मिनट। ल अब यहाँ पर्खिने अब काम जारी छ। यहाँ बसौँ भनेको यार घाम रहेछ कि यार, यहाँ फेरि कालो गइयो भने यस्तो यार। आयो 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 है गाइज, आयो आयो आयो, कहाँ कस्तो जुब्लो भएको आयो आयो। पर्खाउने काम बन्द भइसकेको छ। ओ यसले त चुर्ती पुर्ती देखाउँदै आएको छ, यसले केही गर्छ अब। अरे हेर्दै यसको हिँड्ने स्टाइलै दामी छ कि आउँछ कि यसलाई थाहा छैन के मैले खिच्यो भनेर। हेर्न थाहा छैन यसलाई, थाहा छैन कि यसले हेरेकै छैन। थाहा छैन कि म पर्ख्यो। ओए सुशान्त, स्कुटरले साथीहरूको सम्बन्धमा दरार हालिदिएको छ। के छ हेर्न, लजाको नलजा न। अब के छ सन्चै? फ्रन्ट क्यामेरा फेरि खोल्नै मिल्दैन कि यार, यस्तो बिग्रियो। नारायण थाहा तपाईँमा मात्र हो? कहाँ घर लिन्छ नि हो? अच्छा अच्छा, त्यस भए आज रमाइलो हुने भयो। के हो त्यो त खतरा, तेरो हिँड्ने स्टाइलले दामी भएको त्यो यार। त बिच्चु कति क्लासमा छोडेको अरे? 6मा छोडेकोस्? नै होइन यार, मलाई यार 6मा छोडेर ट्रमा दिएको नि, कस्तो अरे मान्छे यार। 6-7 दिनसम्म त गायब त भइस् नि। मलाई के भनिस्? मैले कुरा कसैलाई भन्दै भनेन यार। 6-7 दिनसम्म खोज्दै बसेँ, फोन पनि केही गरेन। त्यसपछि त एक दिन अचानक फोन गरेर भन्छ के अरे, के भन्थ्यो अरे? ऊ भन्थिस् देवबाडीमा इन्ट्रेस्ट दिन गएको, अब त्यही पढ्ने भयो अरे। ठुलो भएको सानो म त सानै छु यार अहिले नि। तर तँभन्दा अग्लो थियो ए किन थिएन? म 3रमा बस्थेँ बाबु, एसएमबीको लाइनमा। थिएन, म अग्लो थिएँ कि। यति एउटा कुरामा हार्न सक्दैनस्। थिएन त, मैले पनि ब्रेसेस हाल्छु हेर, म जस्तै हो कि ठ्याक्कै। मैले पनि ब्रेसेस हालेको। मैले तल हाल्ने खाएँ तल हालेँ होइन? कहाँ हालिस् त? माथि कहाँ हाले? आले तल आलेमा कहाँ हालिस् त? तल आलेमा हो। मैले त पर्वास हालेको कि। यार कभर पनि छैन यार, कस्तो फ्लिक्स गरे जस्तो। यत्तिको राख्नुपर्छ के अर्को हातले चाहिँ बनायो नि त्यस्तो गरेर। होइन फेरि अरा भन्ने हुन्छ नि, यहाँ फेरि माइनस भयो भने फेरि यसरी झ्याउँछ कि लेफ्ट यसो। नाइस नाइस। फेरि यसरी क्यामेरा सार्न यसरी यस्तो समार्न। बाटो खाली गऱ्यो, बाटो खाली गऱ्यो। अगाडिको मान्छेले हेर्छ। म त मलाई भने कि भनेको के छ यो बाबु यार। कसैलाई थाहा रहन्छ क्या? मैले मम्मीहरूलाई भनेको पौवा होटेलमा होला भन्नुभयो। के यो प्रोग्राम फुड फेस्टिभल हो न? पौवा होटेलमा नि के रहेछ भन्नुभएको थियो यार। म त यार कति भएको थियो यार यहाँ नआएको त। हेर्नु आन्टीले पनि भन्नुभयो के गरेँ। हेलो, तल झर्दै साथीलाई लिन। तेरो घरतिर बत्ती आएको छ? यार मेरो कति कम पर्सेन्ट थियो यार। आज भ्लगिङ त इम्पोसिबल जस्तो लाग्थ्यो, तर थ्याङ्क गड लाइन आयो। विद्युतीय विभागलाई धन्यवाद। तर लाइन चाहिँ अलि कम काट्नु पऱ्यो। ए म सुतेको यार।
1 घन्टा जति कहाँबाट सुति के आज फेरि 3 बजी उठ्यो कि के सेड्युलै बिग्रियो कि स्लिपिङ सेड्युल यहाँदेखि तल ल अब हामी आफ्नो साथीलाई भेट्न जाँदै सरप्राइज दिने सरप्राइज अन द च्याट तैँले बोला न ओके जुत्ता लाऊ के के छ त साथी बिग फ्यान हामीले भन्ने बेला त के छ त साथी ठिक छ नसक्ने नि मान्छे त तिमीले चस्मा नि लाउँछौ मलाई नि यार पावर बढी हेर मेरो नि त्यस्तो पावर लाउनु नि म पावर होइन ब्रदर हेर्नु कति धनी छौँ हामी यहाँ पुरै सिलिन्डरहरू छ लिन आउने भए आउनुहोस् छिटै सस्तो मूल्यमा हामीले दिनेछौँ मोबाइलदेखि एडिटिङ हान्ने क्यापकट यार क्वालिटी भइयो भने के गर्ने क्वालिटी जान्छ र मलाई त थाहा भएन यार मलाई त के चाहिँ थाहा छैन बोल न अलि बोल्नलाई अब कन्टेन्ट नि फेरि कन्टेक्स्टमा बोल्नु पऱ्यो नि एउटा दाजुभाइहरू छैन को त्यो जस्तै स्वरूप जसीको हुन्छ ए यसलाई सुशान्तलाई गराउनु पऱ्यो क्या ए म सौरभ जोशी यो पियुष तिमी कुनाली भन 3 भाइ 3 हो त भाइ मसँग त फाइनल्ली डेस्टिनेसनमा आइयो केटाहरू यहाँ नसक्ने भएर हिँड्यो नि यार वेलकम डेस्टिनेसनतिर बढ्दै क्यान्सल गरिरहेको टिकट क्यान्सल तिमीहरू यस्तो हो कि यस्तो त्यो अनिल सिन्हाले बनाएको थियो त्यो एउटा ठाउँमा कि नर्मल कुराकानी भएको छ माथि गाली दियो अरे टिकट दिएको फटाइदिएकै अङ्कल ठिक छ नि तिनवटा गरेर 4वटा हुन्छ कपाललाई फ्रेमिङ गरे जस्तो नि यसरी बना न अब त्यति होइन लेन कहिले बोलाके मलाई यसले अब इम्पोस्टर होइन कि टङ स्लिप त्यहाँ एन्टी लाइट परिएर कालै भयो धेरै बेर लगाइसकेको छ अब
रकम धेरै जस्तो लाग्यो मलाई फर्किरहेको छ के गर्ने हो यो लास्ट खतरा हिँड्दो रहेछ कि यसको हिँड्ने स्टाइल मलाई मन पर्यो यो अनि गोरे हिँड्छ हेर त मिल्यो कि मिलेन भन्न मिल्यो नि हेर्न यतिको चाहियो नि त्यो उसालाई कि अहिले ट्रेन चलेछ पुरा चिच्याएर सबले पछाडि हेर्ने अनि फोटो खिच्ने चिच्याइदिउँ यतिको त चाहियो नि होइन के हो र ल मेरो एन्ट्री भइसकेको छ यहाँ सबले हेरिराख्नु मलाई के गर्ने गेम त त्यसले खेलिने यार कसरी तर मलाई होइन खतरा खायो डान्स यतिको गीत चाहिँ सुन्नुपर्छ अब यहाँ हाम्रो इन्ट्री भइसकेको छ डिस्काउन्ट ओए यहाँ सुन न डिस्काउन्ट दिने नि भन्नु के पवन दाईको फ्यान हो भन्न चल बल दिँदै हामी मसँग खुल्ला छैन मसँग छैन यार 5 खुल्ला गरिदिनु न त्यहाँ अब त म बोल्नै सकिनँ एकैछिन ल अहिले कसले दिएको 500